हेलो नमस्कार सबैलाई। आज चाहिँ हामी फुल कति देखाउँदै वाक्कै भएर चाहिँ अब चाहिँ नि वाक्कै भएको चाहिँ होइन। अब फुल देखाएर चाहिँ कि अब चाहिँ हामी बुकको चाहिँ भिडियो बनाउँदैछौँ यहाँनिर हो, सानो भिडियो सेयर गर्दैछौँ। यो बुक चाहिँ अब हाम्रो जोजोको हो नि त, त्यो भएर चाहिँ कति के कस्तो रहेछ देखाउँदैछु ल अगाडिबाट चाहिँ। बेङ्गाल भोल्युम 1 यो अर्किड स्पिसिस अफ वेस्ट बेङ्गाल भोल्युम 1 यो हो। यहाँ चाहिँ एडिसन त्यो चाहिँ बलोफाइलम बोलोफाइलमको मात्रै रहेछ है। बोलोफाइलमको। अर्को नेक्स्ट अर्को यो मेडिसिनल अर्किड स्पिसिस हो। यो चाहिँ नयाँ आएको, अस्ति भर्खर आएको हो, तर एडिसन चाहिँ उयो नै हो है, 2025 को हो। तर अहिले घरमा चाहिँ भर्खर आइपुगेको मेडिसिनल अर्किड, यो चाहिँ लेटेस्ट हो। एन्ड अर्को नेक्स्ट यो चाहिँ पहिलाको डेन्ड्रोबियम डाइभर्सिटी अफ दार्जिलिङ हिमालय डेन्ड्रोबियमको मोरा सामेल सरको सामेल सर पनि है यसमा चाहिँ। अनि अर्को पनि यो के रहेछ, बेङ्गाल प्लान्ट टिबेटिका। बेङ्गाल प्लान्ट टिबेटिका यो चाहिँ कहिलेको एडिसन हो? यो मेडिसिनल प्लान्ट अफ वेस्ट बेङ्गाल हो। यो त 2018 को होला। ए मेडिसिनल प्लान्ट अफ वेस्ट बेङ्गाल 18। अर्को चाहिँ यो इथनो मेडिसिनल प्लान्ट अफ वेस्ट बेङ्गाल, सरी इथनो मेडिसिनल प्लान्ट अफ दार्जिलिङ हिमालय। यो पनि। अनि अर्को पनि देखाऊ। यति है, यति हो। लु यति चाहिँ प्लान्ट चाहिँ अब जति छ त्यो चाहिँ सबैमा चाहिँ अर्किडको हो। अनि मेडिसिनल प्लान्टहरूको सबै चाहिँ पाउनु सक्नुहुन्छ। अनि यहाँनिर कुन कुन चाहिँ आज सिक्किम जाँदैछ अरे देखाउँदा नि ल। यहाँ चाहिँ मेडिसिनल बार्कहरू चाहिँ यहाँनिर चाहिँ सबै यस्तोहरू हाम्रो डाक्टर साहेबको रुममा चाहिँ अर्किडहरू सँगसँगै हो। यहाँ हेर्नुहोस् र, यहाँ यस्तै घारी झाडीहरू सबै छ यहाँनिर। लु कुन कुन चाहिँ जान्छ रन्ना? जेजुलाई जाने, जेजुलाई र उयसमा जाने। यो आइसिआरमा जाने चाहिँ देखाउनु त पहिला। यो जान्छ है, यो चाहिँ आइसिआरमा जान्छ आज हो। आइसिआर सिक्किममा पाक्योङमा लाइब्रेरी कपी जान्छ। अनि हाम्रो जोजोलाई जान्छ यति चाहिँ, तिनवटा चाहिँ हाम्रो कुमार जोजोलाई जान्छ तिनवटा चाहिँ। यो जान्छ, यो जान्छ हो जोजोलाई। अनि यो जान्छ। अरूको चाहिँ कपी कम्ती रहेछ नि त, त्यो भएर चाहिँ अब पछाडि अलिक कपी आएको बेलामा चाहिँ जोजोलाई दिन्छौँ हामी। यति चाहिँ जान्छ है। यस्तै छ अहिले चाहिँ हो। कसैलाई चाहिन्छ तपाईँहरू पनि पढ्नु रहर गर्नुहुन्छ, इन्ट्रेस्ट गर्नुहुन्छ भने चाहिँ सम्पर्क गर्नुहोस्। हवस् त, धन्यवाद। अर्किड चाहिँ सँगसँगै हुन्छ नि त।